साथीहरू सबैजनालाई राधे राधे नमस्कार। आजकल श्री सरकार धुप कता गयो धुप उद्योग भनेर भन्नुभएको छ होला। यतै छ है, यतै छ। अब यहाँ म दही पखाली गरेर सुकाउँदैछु साथीहरू। अब भिडियो त त्यस्तै हो, जान्नु भएको छ के अरे, के भन्छन् नि, आफ्नै हात जगन्नाथ भने जस्तै बोल्ने पनि आफै, भिडियो बनाउने पनि आफै, अनि यो पखालेर ल्याउन दही पखाली गर्ने पनि आफै, बोरा ल्याउने पनि आफै, क्यामेराम्यान पनि आफै भएपछि त्यस्तै हो साथीहरू, राम्रो हुँदैन। तर चिज नेचुरलै हुन्छ। अनि फेरि भिडियो पनि बनाउनु पर्यो, हजुरहरूलाई भन्नु पनि पर्यो है। हाम्रो श्री संस्कार धुपमा कतै गएको छैन, श्री संस्कार धुप उद्योग यतै छ। हाम्रो काम चाहिँ अब चलिरहेको छ। अब लगभग मौसम ठन्डा कम गर्मी हुन थाल्यो। अब मौसमको हिसाबले पनि अब हाम्रो धमाधम कोइन धुप, जडीबुटी धुप भने पनि भयो, कोइन धुप भने पनि भयो, त्यो पनि बन्छ र बाटेको धुप पनि बन्छ साथीहरू। अनि हामीले यसरी सुकाएर यसरी धोइ पखाली गरेर लाग्छ होला। कतिपयले भन्नुहुन्छ यसको मात्रै पनि बन्छ भन्नुहुन्छ। एउटा आइटम मात्रै मिसाउने होइन साथीहरू, सबै कुरा मिलाउनु पर्ने हुन्छ है। सामान त सबै राखिन्छ, राखे पनि सबै कुरा मिलाएर मात्रै बल्ल बनाउनु पर्ने हुन्छ। एउटा मात्रै आइटमले हुँदैन, फुलको आइटम अलि बढी चाहिन्छ साथीहरू है। यसरी नै मेरो काम चलिरहेको छ। अब मलाई चाहिँ हजुरहरूले के भन्नुहुन्छ, के बुझ्नुहुन्छ त्यो मलाई थाहा छैन। तर मलाई चाहिँ शुद्धता भएन भने म आफूलाई चाहिँ आनन्द आउँदैन कि। अब रुखको कतिपयले भन्नुहुन्छ धुन पर्दैन, किन धुनु पर्छ र भन्नुहुन्छ। अब यसरी धोइ पखाली नगरेसम्म त कसरी हुन्छ र। म हजुरहरूलाई एकछिन झुट बोल्न सक्छु है। अनि एकछिन झुट बोलेर यस्तो हो भनेपछि हजुरहरूले पत्याउनुहुन्छ। तर मैले मेरो भगवान्लाई, कुलपित्रीलाई त झुट बोल्न सकिन्न नि त। अनि हजुरहरूले पनि लगाएर आफ्नो प्रभुलाई नै चढाउने होइन त साथीहरू। बरु काम ढिलो होस्, थोरै होस्, तर काम राम्रो गर्नुपर्छ भन्ने मेरो सोच धारणा। एकचोटि हजुरहरूले पनि हाम्रो संस्कार धुप उद्योगमा भिजिट नगर्नु भएकोले भिजिट गर्नुहोस्, लगाएर बालेर हेर्नुहोस् हजुरहरूलाई कस्तो लाग्छ। तर केमिकल रहित चिज भनेको केमिकलहरू राखे जस्तो हर्र बास्ना त आउँदैन। तर नेचुरल चिज हो नि, नेचुरल चिज हाम्रो पाखा पखेरमा भएको। ओके साथीहरू, भन्दै धन्यवाद, राधे राधे। फेरि अर्को भिडियोमा आउँला।